हेलो ए नमस्कार साथीहरु, हजुरलाई भिडियोमा स्वागत छ। हामी यस भिडियो अन्तर्गत चाहिँ हामी एउटा बाइनेन्स भन्ने एपलाई चाहिँ हामीले चाहिँ पुरा यसको बारेमा जान्न गइरहेको छौँ। यसमा रहेको फिचर, यसमा रहेको युज, यसमा रहेको क्रिप्टो करेन्सीहरूको बारेमा, यसको यो होइन कसरी बाई सेल गर्ने, यसमा कसरी आफ्नो क्रिप्टो कसरी बाई गर्ने, कसरी सेल गर्ने भन्ने पुरा कुरा सिकाउनु छ। भिडियोलाई स्किप नगरी पुरा नहोला। भिडियो धेरै लामो हुने छैन, भिडियो एकदम छोटो मिठो बनाउने छु म हजुरहरूलाई होइन। सो सिम्पली हामी चाहिँ बाइनेन्स एप भइहाल्यो होइन, प्ले स्टोरबाट बाइनेन्स एप हामीले लिइहालिन्छ। ल प्ले स्टोरमा गएर यो अब सिम्पली चाहिँ अब हजुर धेरै साथीहरूले बाइनेन्स एपको बारे थाहा छ भने चाहिँ हजुरले बाइनेन्स एपको बारेमा चाहिँ होइन सबभन्दा पहिला कुरो अब बाइनेन्स सर्च गरेर ल हामी यहाँदेखि आइयो। यहाँदेखि सुरु स्टार्टिङबाट मैले सबै कुरा हजुरलाई देखाएँ। एपलाई हामीले ओपन पनि गऱ्यौँ। एपलाई ओपन गरिसकेपछि होइन जस्तो अब ओपन गर्दा त्यो हजुरलाई यो इन्टरफेस देखाउँछ। यो अहिले चाहिँ थोरै अपडेट आएर यहाँ चाहिँ होइन त्यसको फिचरहरू चाहिँ चेन्ज भएको छैन, तर चाहिँ हेराइ र त्यसको कलर चाहिँ थोरै चेन्ज भएको रहेछ होइन। यो अनि यस्तरी छ जस्तो अब यो कुराहरू छन्। यो कुरा भइसकेपछि यहाँ हरेक कुरा छन्। जस्तो अब यहाँ आफ्नो हजुरको यहाँ आफ्नो यहाँ रहेको होइन युएसडिटी देखाउँछ, टोटल भ्यालु युएसडिटी देखाउँछ होइन। फन्ड यदि फन्ड एड गर्न मन लाग्छ एड फन्डमा क्लिक गरेर यहाँ चाहिँ बाई P2P गर्न सकिन्छ, बाई भिवा पे होइन। यहाँ चाहिँ रिसिभ गर्न सकिन्छ कसै पनि युजरहरूबाट होइन। यहाँ चाहिँ अब डिपोजिट यसरी पनि डिपोजिट गर्छ। यो कुरा चाहिँ म भनिदिइसक्छु, म हजुरले यही भिडियोमै समेट्ने छु यो कुराहरू पनि। मैले सिम्पली चाहिँ हजुरलाई यहाँ आइहाल्यो। यो फिचर भयो, सेकेन्ड भयो मार्केट भन्ने, मार्केट्स भन्ने यो भइहाल्यो। योमा चाहिँ अब आफूले फेभरेट कोइनहरू कुन कुन आफूले बढी युज गरिन्छ त्यो कुरा यहाँ मिलाउने सेटिङहरूमा। अनि सेकेन्ड स्टेपमा चाहिँ थर्ड स्टेपमा चाहिँ ट्रेड भन्ने छ। ट्रेडमा क्लिक गरिन्छ। हामी ट्रेडमा एकचोटि क्लिक गरिन्छ। ट्रेडमा क्लिक गरिसकेपछि अझै यहाँ कतिवटा छ फिचरहरू चाहिँ यहाँ हेर्नु। एउटा छ कन्भर्टको छ, स्पटको छ, मार्जिन छ, बाई सेल छ अनि P2P छ। यहाँ कन्भर्टको अप्सनमा के गर्न सकिन्छ भने हामीसँग जस्तो मसँग अहिले युएसडिटी छ, जस्तो अब मसँग युएसडिटी छ म्याक्सिमम छ $51 मैले कन्भर्ट गरेँ नि कति BTC बिटकोइन पाउँछु भनेपछि मैले 0.0049 USDT मैले रिसिभ गर्छु। सो त्यो पिर रिभ्यू गरेर अनि यहाँ चाहिँ हामीले चाहिँ कन्फर्म गरेपछि साक्क यो हाम्रो युएसडिटी चाहिँ बिटकोइनमा कन्भर्ट हुन्छ। सो त्यो यहाँबाट कन्भर्ट गर्छ जुनसुकै कोइन आफूसँग छ। जस्तो यहाँ जुनसुकै कोइन यसलाई माथि तलदेखि भएको आफूसँग भएको जुनसुकै कोइनलाई पनि कन्भर्ट गर्न सकिन्छ यसमा चाहिँ होइन साथीहरू। सो सिम्पली चाहिँ यसपछि चाहिँ हामी चाहिँ P2P भन्ने अप्सनमा आउनुपर्छ। P2P भन्ने अप्सन कस्तो भने पर्सन टु पर्सन, जस्तै यो पर्सन टु पर्सन हामीले चाहिँ कसरी कोइन किन्ने। जस्तो अब हामीसँग त कोइन भयो कन्भर्ट गर्न सकिन्छ, तब हामीसँग कोइन छैन त कसरी कन्भर्ट गर्ने त्यो कुरा चाहिँ म यस भिडियो अन्तर्गत पुरा सिकाउने गर्छु। भिडियोलाई स्किप नगर्नु होला होइन। सो अबसम्म हजुर भिडियोमा हुनुहुन्छ भने हजुरले एकदम राम्रो इम्पोर्टेन्ट कुरा मिस गर्नुहुनेछ। सो सिम्पली चाहिँ हजुरले P2P मा आउनुपर्ने छ। P2P मा आइसकेपछि चाहिँ यहाँ हजुरले यहाँ चाहिँ छ अब यो चाहिँ हामीले किन्नु। जस्तो हजुरसँग क्यास छ, मलाई आफूले किन्नु छ, मानौँ मैले किन्नु छ, मसँग पैसा दिएर उसलाई किन्नु छ भने चाहिँ आफूले यहाँ आउने हेर्ने। यहाँ सरी यो के भएको स्क्रिन हेर्न, यो फोनको पनि यता बस्न। सो सिम्पली आफूले किन्नुपर्ने अप्सन हो नि यो बाई भन्ने अप्सन देखियो भने यो भनेको आफूले बाई गर्ने हो। आफ्नो तर्फ बाई देखाउँछ भने यसको अर्थ मैले योमा किन्ने हो। यता बाईको साइडमा त सेल छ। जस्तो हजुरसँग भएको युएसडिटी यहाँ सेल गर्न सकिन्छ। कसरी कति क्वान्टिटीमा सेल गर्ने भनेको त्यो कुरा भिडियोमा सिकाउँछु। भिडियो स्किप नगर्नु होला, म भनिरहेको छु हजुरहरूलाई। सो भिडियोलाई एकदम ध्यान दिएर हेर्नु होला। एकदम इम्पोर्टेन्ट कुरा चाहिँ यो कुराहरू चाहिँ हजुरले कसरी स्क्यामबाट बच्न सक्छ। यहाँ धेरै नै ठुलो नै स्क्याम हुने प्लेटफर्म भनेको क्रिप्टो करेन्सीको प्लेटफर्म हो बाइनेन्स हो। अहिले बाइनेन्सको जरियाबाट धेरै नै ठुलो स्क्याम भइरहेको छ हजुरहरूसँग नि। सो यो कुरा चाहिँ हजुरले बुझ्नु जरुरी छ होइन। हामी नेपाली भएर YNPR हाम्रो करेन्सी चाहिँ यहाँ चुज गर्नुपर्छ। हामीले YNPR छान्नै पर्छ। हामी नेपाली हो भने YNPR युकेबाट बसिन्छ नि युएसडिटी, इन्डियाबाट छ भने INR छान्नुपर्छ। जस्तो यहाँ नेपालीले YNPR छान्ने करेन्सी छान्नै पर्छ। करेन्सी छानेन नि आफूले जस्तो कसरी चिन्न सकिन्छ आफ्नो करेन्सी छ भने चाहिँ हाम्रो सेवा छैन। सरी हेर्न फोन। सो सिम्पली हजुरले चाहिँ 143 को रेटमा 143 को रेटमा चाहिँ होइन 2000 देखि माथि 2020 देखि 2030 सम्म यसलाई बेच्न मिल्छ। जस्तो 2000 किन्न मिल्छ। यसबाट हामीले चाहिँ 2020 रुपियाँ पे गरौँ भने चाहिँ हामीले त्यही अनुसारले रिसिभ हुन्छ। कति रिसिभ हुन्छ त्यो भाग हाल्नुपर्छ। अब 2020 भाग 143 हान्यो भने हामीलाई कति रिसिभ हुन्छ त्यो देखाइहाल्छ होइन। योमा चाहिँ बाईमा अरूसँग युएसडिटीबाट यसलाई सेवाबाट पे गर्न सक्नुहुन्छ। जस्तो अनि अर्को छ यहाँ 39,000 देखि 39,558 रुपियाँसम्म यसबाट किन्न सकिने छ। सो सिम्पली यहाँ 39,000 रुपियाँ हुनु पर्यो हजुरसँग यसमा किन्नु छ भने।
जो एउटा कुरा चाहिँ ध्यान दिनु होला, बाइनेन्समा हजुरले किन्दै हुनुहुन्छ क्रिप्टो करेन्सी भने चाहिँ पे गर्दाखेरि हजुरले आफ्नै अफिसियल एकाउन्टदेखि पे गर्नुपर्छ। जस्तो हजुरको कुन डकुमेन्टबाट बाइनेन्स भेरिफाई गर्नुभएको छ, फेसबुक स्क्यान दिनुभएको छ, कुन डकुमेन्ट भेरिफाई गर्नको लागि कुन डकुमेन्ट हाल्नु भएको होइन, यसमा चाहिँ त्यो डकुमेन्टबाटै हजुरले एकाउन्टबाट नै पे गर्नुपर्छ। यिनीहरू मान्दैन अरूको एकाउन्टदेखि पे रिसिभ भएर, किनकि हजुरले जब हजुरले त्यहाँ गएर बाई गर्न थाल्नुहुन्छ, बाई गरिसकेपछि हजुरलाई चाहिँ देखाउँछ कस्तो भन्दाखेरि सो हजुरलाई देखाउँछ उनीहरूको नेम देखाउँछ। सो त्यही हो, त्यो नेम देखाइहाल्छ, हजुरले पे गर्ने व्यक्तिको नेम देखाइहाल्छ उनीहरूलाई। जस्तो बाई गर्नेको देखाउँदैन हामीलाई। जस्तो अब हामी यिनीबाट बाई गर्दैछौँ भने यिनीहरूले जसले युएसडिटी दिने हो उसको नाम यो प्लेटफर्ममा देखाउँदैन, जसले यहाँबाट किन्ने हो, जसले पे गर्ने हो उसको नाम देखाउँछ। सो जुनतर्फ या मैले बाईको कुरा सिकाइरहेको छु, हामीले किन्नेतर्फको कुरा सिकाइरहेको छु, सेम कुरा बेच्नेतर्फ नि हुन्छ। सेलमा पनि म एकचोटि भनिदिएको छु, दुइटै कुरा इम्पोर्टेन्ट छ बाइनेन्समा आएपछि। त्यो दुइटै कुरा जसले बुझ्यो नि उसले बाइनेन्सको बारे युज गर्न सक्छ। सो सिम्पली यो कुरा बाइनेन्समा चाहिँ बाई भयो। अब यहाँ चाहिँ यहाँ अब हेर्नु सक्छ 144 को रेट छ। अब यहाँ हेर्नु मिनिमम चाहिँ यहाँबाट कस्तो छ भने 100, अब यहाँ चाहिँ थोरै धाइयो यस्तो 500 1000 समथिङ रहेछ, 500 को धाइयो हो यो। अब यहाँ थोरै तल आइसकेपछि 100 को नि हुन्छ। हेरौँ यहाँ रहेछ 145 छ होइन, 145.44 छ रेट छ होइन, तर दिइरहेको छ कति मिनिमम 100 देखि 400 सम्म किन्न मिल्ने। अहिले यसको चाहिँ लिमिट मिनिमम 100 म्याक्सिमम 400 त्यो राखेको छैन यसले। अब यहाँ चाहिँ हो, अब यहाँ चाहिँ बाई गरेर यसबाट किन्न सकिन्छ। जस्तो बाईको अप्सनमा क्लिक गर्ने अनि कति किन्ने हो, यान पिआरमा छ कति 100 को किन्ने हो, 100 लेख्ने, यहाँ प्लेस अर्डरमा क्लिक गर्ने। अब उसलाई अर्डर प्लेस हुन्छ। यहाँ के भनिरहेको छ होइन नोट अलाउड, यहाँ थोरै तल ट्रेनिङ रिक्वायरमेन्ट छ। ट्रेनिङ रिक्वायरमेन्टमा चाहिँ पढ्नुपर्छ यो कुराहरू, सधैँ थोरै ध्यान दिनुपर्छ। यहाँ त ध्यान हुने थोरै नि धेरै नै ध्यान दिनुपर्छ, किनभने यसमा यहाँ अलरेडी लेखेको छ नो थर्ड पार्टी पेमेन्ट अलाउड। यसले थर्ड पार्टी अरूको एकाउन्टदेखि पेमेन्ट लिँदैन, जसको हजुरको बाइनेन्स एकाउन्ट यहाँ भनिरहेको छ बाइनेन्स एकाउन्ट नेम और पेयर एकाउन्ट नेम मस्ट बी म्याच एक्ज्याक्टली हजुरको त्यो नेमहरू म्याच हुनुपर्छ भनिरहेको छ होइन यसले। सो अनि त्यसपछि नो रिफन्ड अन्डर द यसले रिफन्ड दिँदैन, यस्तो अमाउन्टहरू रिफन्ड हुँदैन। किनभने यस्तोमा झमेला के हुन्छ भने अचेलले धेरै नै मान्छेको ब्याङ्क एकाउन्ट ह्याक हुने, मान्छेले यहाँ आएर युएसडिटी किनिदिने अनि युएसडिटीमा पे गरिदिने, अरूको एकाउन्ट ह्याकबाट आएको एमाउन्ट इलिगल एमाउन्टहरूमा चाहिँ यहाँ चाहिँ धेरै नै युज हुने हुन्छ। त्यसैले सो एनी मिस्टेक इज लोड अर्डर क्यान्सल एन्ड रिपोर्ट। सो यस्तो भनिरहेको छ, त्यो कुरा बुझ्नुपर्छ होइन, ध्यान पुऱ्याउनुपर्छ यसमा चाहिँ होइन। हामी चाहिँ सजिलै नयाँ आएर सट्ट गर्न थाल्ने भने धेरै फसिन्छ ग्यार छ। सो यही कुरा हो, आफूले आफ्नै बाइनेन्स भेरिफाइड भएको एकाउन्टले पे गर्ने हो होइन। जतिसक्दो चाहिँ आफ्नो कुरा सेक्रेट राखेर काम गर्नुपर्छ बाइनेन्समा, जतिसक्दो सेक्रेट। कहिले काहीँ झुकेर चाहिँ अप्ठ्यारो पार्न सक्छ, कहिले काहीँ कस्तो एकाउन्ट जब सबभन्दा धेरै एकाउन्ट किन्दाखेरि बाइनेन्समा जस्तो यहाँदेखि हामीलाई जस्तो अब पेमेन्ट लिँदाखेरि चाहिँ बहुत धेरै नै जोखिम हुन्छ। किनभने यहाँ चाहिँ कसैको अरू एकाउन्टदेखि पनि पेमेन्ट झट्ट हालिदिइहाल्यो भने हाम्रो एकाउन्ट जान्छ इलिगल एक्टिभिटीमा देखिसक्छ। इलिगल मनी हाम्रो एकाउन्टमा रिसिभ भइसकेको छ, इलिगल मनी रिसिभ भयो भने हामीलाई धेरै समस्या आउँछ। कुनै समस्या कस्तो हुन्छ, एकाउन्ट ब्लक हुने, प्रहरीबाट कल आउने क्यार्ने होइन, इन्भेस्टिगेसन हुने, सोधपुछ हुने है। अब सोधपुछ गर्दाखेरि आफ्नो चाहिँ हामी यसमा इन्भल्भ छौँ, क्रिप्टो करेन्सीमा हामी इन्भल्भ छौँ भने चाहिँ त्योबाट हामीलाई रिस्क छ, त्यहाँ रिस्क छ भने चाहिँ हामीलाई खतरा छ। सो सिम्पली सेलको अप्सनमा आइसकेपछि हामीलाई चाहिँ यहाँ सेल गर्ने, हामीलाई कस्तो हुन्छ हामीसँग भएको युएसडिटी जति पनि छ, मानव कुनै प्लेटफर्मबाट लिएको साथीको युएसडिटी लियो, यहाँ हामीले किन्ने छ भने पनि सस्तो रेटमा किन्ने। अब हामीले किनेको रेटभन्दा बढी मिलिरहेछ। जस्तो यहाँ हेर्नु मैले बेचिरहेको छु, बेच्नको लागि हामी यहाँ आइयो। अब फेरि यहाँ आउँदा मैले के कुरो 2-3टा कुरा म बताउनु गइरहेछु। जस्तो अब यहाँ आइयो उसको कम्प्लिट रेट पनि हेरौँ यसो होइन, रिभ्यू पनि हेरौँ कस्तो छ रिभ्यू है, रिभ्यू पनि हेर्नुपर्छ हामीले एकचोटि गएर। थर्ड पार्टी पेमेन्ट भनेर कतै दिइरहेको छ, सबभन्दा ठुलो कुरा थर्ड पार्टी पेमेन्ट। यसमा पैसा भन्दा पनि ठुलो थर्ड पार्टी पेमेन्ट गरेको छ रिभ्यूमा हेर्दाखेरि चाहिँ होइन। धेरैले थर्ड पार्टी पेमेन्ट भनिरहेको छ, एउटाले भन्ला चाहन्छु नि एउटाको त कुरो त्यस्तै आइहाल्ला, हरेकले थर्ड पार्टी पेमेन्ट भनिरहेको छ, भनौँ डिसलाइक हानिरहेको छ। मान्छे बुझ्नुपर्छ कि यहाँ एकदम के घपला छ। थर्ड पार्टी पेमेन्ट भनौँ कसैले एकदम होइन अब भद्दा गाली दिइरहेको छ रिभ्यूमा भने पनि त्यो कुरा सोचेर गर्नुपर्छ, किनभने उसले गाली दिइरहेको छ। त्यो क्ल्यु त दियो नि हामीलाई, त यो मान्छेको थोरै रिस्क रहेछ भने क्ल्यु दियो। अब हामीले त्यससँग गर्नु हुँदैन, चाहे त्यसले 150 रेट दियोस् न, त्यो किन्नु हुँदैन हामी यहाँ। सो ऊबाट किन्नु हुँदैन भने चाहिँ ऊबाट पैसा लिनु हुँदैन के,
हामीले युएसडी दियो जा 10 युएसडी जा या 50 युएसडी जा केही भएन, एकाउन्ट फ्रिज हुनु होइन। तर पुलिसले तनाव दिनु, उतादेखि कल आउनु एकाउन्टमा, पनि इलिगल मनी आउनु, एकाउन्टै फ्रिज भइदिन्छ। कति झमेला हुन्छ, यहाँ गएर पैसा निक्लिँदैन, वहाँ गएर ब्याङ्क एकाउन्ट खोल्दैन। सो त्यही हुन्छ। अरू तल आइसकेपछि यहाँ चाहिँ थोरै तल यहाँ गएर आफ्नो रेटहरू हेर्नु मिल्छ। जस्तो अब यहाँ चाहिँ पेमेन्टको अप्सनमा आयो, एमाउन्टमा आएर यहाँ चाहिँ देख्नु मिल्छ 100 लेखियो भने 100 को अर्डर देखाउँछ हामीलाई। यहाँ 138.55 दिइरहेको छ। इस सेवा चाहिँ एमपे चाहिँ खल्दैछ, मोबाइलमा टपअप लिन रिचार्ज दिन सकिन्छ। यहाँ छन् थुप्रै छन्। यसबाट यहाँ चाहिँ आफूसँग 100 को क्वान्टिटीको छ भने 100 को गर्ने, आफूसँग 200 को छ भने 200 गर्ने, कन्फर्म गर्ने। सो अब यही कुरा छ। यहाँ 200 छ है, 200 मा पनि कस्तो 138.54 छ। 138.54 200 भएको 138.54 हान्ने, आफूसँग कति युएसडी छ हिसाब त 200 को गराउनु छ। अब चाहिँ अब 1 2 3 138.54 हान्यो भने ठ्याक्कै यहाँ बेच्नु मिल्ने युएसडी देखाइहाल्छ आफूले। अनि भनेपछि हामीसँग कति युएसडी छ, मानौँ आफूसँग $1.5 नै छैन भने चाहिँ यहाँ बेच्नु मिल्दैन, गाह्रो छ। किनभने यहाँ 138.54 दिइरहेको छ नि त। यहाँ अब त्यो कुराहरू चाहिँ हजुरले थाहा हुनु पऱ्यो, कमन कुराहरू। अनि यहाँ चाहिँ अब सेलको अवसरमा सेल गर्न मिल्छ। जस्तो हजुरले यहाँ आएर सेल गर्न मिल्छ। सेल गर्नलाई यहाँ जस्तो हजुरले अब एमपिआर प्लेस अर्डरमा क्लिक गर्ने, प्लेस गर्ने अर्डर यहाँ तल आएर प्लेस अर्डरमा क्लिक गरेर अर्डर प्लेस गर्न सक्नुहुन्छ होइन। यु सेल 149 मैले $1.49 यसलाई दिएँ भने मैले $200 पाउँछु उबाट। सो यो कुरा भनिरहेको छ यहाँ यु सेल 1.49 USDT। अनि अब मैले रिसिभ गर्ने भनेको 200 हो। सो यो छ। यसमा चाहिँ रिभ्यू छ, यसको टर्म एन्ड कन्डिसन हो होइन। अब पे फ्रम योर ओन एकाउन्ट, अब आफ्नो अफिसियल एकाउन्टदेखि पे गर्नुहुन्छ यिनीहरूले सबै त्यही हो, सबैको रुलै त्यही हो होइन। बाइनेन्समा जसको नामबाट भेरिफाई छ उसैको नामबाट पनि पेमेन्ट आउनुपर्छ भन्ने कुरा हुन्छ। यो सबै यो कुराहरू छ। अब यहाँ चाहिँ अब सबै कुरा हेर्नुपर्छ, यो कुराहरू हो। अब अरू जस्तै यहाँ अब बिटकोइन हुन्छ, BNB हुन्छ, इथेरियम हुन्छ, सबैको त्यस्तै हुन्छ। बिटकोइन पनि त्यस्तै हो। बिटकोइनमा सेल गर्न मिल्छ मजाले। सेल गर्न त अब मान्छेहरूको अल द रेट के भएको, मार्केट डाउन हुन्छ। सरी सम्म 2टा मात्रै एडभर्टाइजर देखियो होइन। सरी एडभर्टाइजर 2टा होइन। यहाँ चाहिँ हामीले यो गरिरहेछ क्या, रिसेट र कन्फर्म गर्ने। यहाँ हेर्नु युजर मान्छे मजाले भरिभरि छ। मार्केटमा किन्ने मात्रै मात्रा बढ्छ, बेच्ने मात्रा कम छ। मार्केटमा किन्ने हो सबभन्दा धेरै, किन्ने हो कम छन् बेच्नेहरू। अब यहाँ आएर चाहिँ आफूसँग कतिको छ, $100 बराबर, $150 बराबरको छ, $200 बराबरको छ भने यहाँ किन्ने कि लेख्ने कि 100 कन्फर्म गर्ने। अब यहाँ तल आइसक्यो नेपाली हो टु भन्ने। योलाई सेल गर्न सकिन्छ, यहाँ पनि सेल गर्न सकिन्छ आफूले है। यहाँबाट चाहिँ थुप्रै छ अप्सन। सेवा रहेछ, ब्याङ्क ट्रान्सफर छ, मोबाइलमा टपअप गर्न, खल्तीमा आइएमपीमा जुनमा पनि पेमेन्ट लिन मिल्ने रहेछ। अब उसको रिभ्यू पनि हेरौँ, उसको रिभ्यू के होइन, उसको कम्प्लिटेसन रेटहरू हेरौँ। जस्तो अब यहाँ उसको ट्रेडिङमा चाहिँ होइन यहाँ थुप्रै नै छ। अब हेर्न सक्नुहुन्छ यहाँ थुप्रै युजर पनि यति धेरै एडहरू छन् जस्तो लिमिटेड। सो अनि यहाँ छ अब यो कुरा रिभ्यू पनि भयो। अनि 90-92% छ। अनि त्यो ठिक छ यतिको चाहिँ सेल गर्नु मिल्छ। अनि हजुरले थोरै ब्याक आइयो, यो कुराहरू छ। यो कुराहरू एकदम याद राख्नुपर्ने हुन्छ। अनि चाहिँ आफूले चाहिँ अब यो कुराहरू सानो मोटिस कुरा हुन्छ। यो चाहिँ अब त्यसपछि यहाँ आफूले फ्री डटमा आएर चाहिँ आफूले पे गर्न मिल्छ। जस्तो पे गर्नु पर्यो कसैलाई भने चाहिँ यहाँ आएर सेन्डमा रिसिभ गर्ने। अब उसको यहाँ चाहिँ उसको चाहिँ यहाँ चाहिँ इमेल या फोन नम्बर, उसको यो एकाउन्ट खोलेको या इमेल या फोन नम्बर भेरिफाई गरेको इमेल वा फोन नम्बर भयो हुन्छ। नभए बाइनेन्स आइडी भन्ने चाहिँ बाइनेन्स पे आइडी भनेर हुन्छ, त्यो पनि गर्न सकिन्छ। जस्तो अब यहाँ युजरलाई पे गरेँ होइन, यिनीहरू युजरलाई पे गरेको चाहिँ सेम कुरा चाहिँ यहाँ आएर त्यही कुरा यहाँ पेस्ट गर्ने। अब यहाँ चाहिँ जिमेल या फोन नम्बर हो यस्तो युज गरेर यहाँ चाहिँ मजाले गर्न सकिन्छ है। पठाउन सकिन्छ, रिसिभ गर्न सकिन्छ, या रिसिभ पनि गर्न सकिन्छ मजाले। रिसिभ गर्न आफ्नो यहाँ अब यहाँ हेर्नु यो क्युआर पनि हुन्छ। अब यहाँ आफ्नो उस पनि हुन्छ, पे आइडी पनि हुन्छ। पे आइडी यहाँ माथि छ, बाइनेन्स आइडी भनेर मागेको थिएन है। बाइनेन्स आइडी दिएर चाहिँ आफूले पेमेन्ट रिसिभ पनि गर्न सक्छ। आफ्नो एकाउन्ट खोलेको जिमेल नम्बरबाट लिन सकिन्छ। सबभन्दा राम्रो पे आइडी अनि यो क्युआर दिए मान्छेलाई सजिलो पनि हुन्छ। किनभने यो अब सो त्यही कुराहरू छन्। मैले भनेको कुराहरू ख्याल गर्नु होला। मैले आरामले होइन भोगेको कुरा, जान्ने कुरा, सबै कुरा म हजुरलाई बताइदिएँ। बाइनेन्समा क्रिप्टोको बारे के कस्तो लाग्छ होइन प्रतिक्रिया दिनु होला। आगामी दिनमा पनि यस्तै राम्रो अझै छोटो मिठो भिडियो हजुरहरू लिएर आउनेछु। हस्त जान्ने जय नेपाल।